पिस आउँछ तपाईहरु आउनु सेफ पनि हो यसको आज भ्लग हामी चाहिँ मुस्कान राखेको स्माइल यही हो के हो यो के हो नमस्ते एभ्रिवान विजय बान्त भ्लगमा स्वागत छ सबैजनालाई आज चाहिँ हामी भेट्न जाँदैछौँ बाबा कुन्दाम म मम्मी दादा सबैजनालाई थ्याङ्क यू फर विसिङ माई बर्थडे आज चाहिँ उसको बर्थडे त्यही भएर हामी चाहिँ भेटार बाथभाडा मन्दिर जाँदैछौँ हामी चाहिँ टेम्पोमा गएको गाडीकै भाडा हाल्यो त्यही भएर टेम्पोमा जाँदैछौँ हरानसम्म चाहिँ टेम्पोको भाडा होइन अङ्कल ए गाडीको भाडा होइन त त्यही भएर चाहिँ अङ्कलले हामीलाई सस्तोमा मिलाएर लाँदै हुनुहुन्छ गाडी भाडा त्यही भएर हामी टेम्पोमा गएको बर्थडे बोय के भन अब यता गर्मी धेरै छ आज चाहिँ भेट्दा चिसो मौसममा राम्रोसँगले एउटा फोटो खिचेर आउने मम्मी बोल्छु भन्नु अझै त्यो बिसाइरहेको छ मम्मी भन्नु के दादाको बर्थडेमा के भन्नु त तपाईँ धेरै धेरै शुभकामना अरू सीताको पुगा सीताराम पुरा होला अरूतिर घुमाइरहेको छ कमाउनलाई अनि के भन्नु फाइदा हो फाइदा हो अङ्कलले पनि आशीर्वाद दिँदै हुनुहुन्छ आज तिम्रो जन्म दिनको लाखौँ लाउँछ शुभकामना सदरमा दसैँ अटल रहु प्रिय मनोभावना मम्मी सीताको पुगा भित्र घुम्नु पाएर मक्क भइरहेको बाबा बर्थडे विस गर्नु न दादालाई जन्मदिनमा धेरै धेरै शुभकामना दादालाई 1 वर्ष पुरो भएकोमा अनि अरू अब के भन्नु आशीर्वाद चाहिँ फेरि छँदैछ बाबामाको साथमै भइहाल्छ मेरो दिने आशीर्वाद मान्छु सधैँ यही छ शुभकामना यति नै बाबा मम्मीको आशीर्वाद चाहिँ अब हामी एकचोटि भेडामा भेटेर अहिले चाहिँ हामी भेटघाट आइसकेर हामी माथि मन्दिरतिर जाँदैछौँ हिँड्दै यहाँ चाहिँ फ्यामिली छ अगाडि म चाहिँ लास्टमा जाने भेट म चाहिँ मम्मीको ब्याग बोकेर हिँडिरहेको छु गाइजहरू अगाडि स्वस्तिका राई फर्स्टमा लास्टमा बिचमा मम्मी थर्डमा म लास्टमा ल फाइनली हामी चाहिँ अब हात्तीबाटामा माता मन्दिर प्रवेशद्वार आइसक्यौँ दुईवटा यताबाट पनि जान्छ होइन यताबाट चाहिँ गाडीहरू पनि जाने हो जस्तो लाग्यो क्या होइन गाडीहरू पनि जान्छ होला यताबाट पर्सम्म तर त्यही त यहाँबाट पनि जान्छ होइन यहाँ अगाडिसम्म वे टु पाथिबारा मन्दिर पाथिबारा मन्दिर जाने बाटो 30 मिनट पार्किङसम्म 30 मिनट पैदल यात्रा सहयोग जस्तो साङगढी बपलिका गाइज वेलकम गाइज दामी वाकिङ हुँदैछ चिसो मौसममा मजा आइरहेको छ अब मन्दिर सन्दिर गएर आएर नि हामी यता अरू ठाउँ पनि घुम्नु जान्छौँ मलाई के हुन्छ त्यतिखेर थाहा हुन्छ अब माथिसम्म नै अब बाटो बनाउँदै रहेछ त अहिले चाहिँ पुरै पहिला त्यस्तो थिएन नि त अर्कै खालको थियो अहिले चाहिँ ढोला सल्लाह गरेर मजाको बनाउँदै रहेछ यता अर्को बाटो पनि झिक्दैछ क्या के हो नआएको कति हो जल्दी गरौँ गाइज ढोका यहाँ यो पनि काट्नु है ल 340 सबै छ
अब पूजा गरिसक्यौँ हामीले अनि हामी चाहिँ फर्किन लागेको अब दामी वेदर भयो कस्तो दामी चिसो भइरहेछ पूजा गरिसक्यौँ हामीले चाहिँ फोटोसोटो खिच्यौँ मैले ढोक्यौ पूजा गर्यौ तिमीले गरेको दामी अनि कस्तो पिसफुल क्या पिसफुल भएको अब मौसम पनि यस्तो झुसाइरहेछ घन्टेको आवाजले पनि सकेर राम्रैसँगले यता चाहिँ अब हामीले पाथी मन्दिरलाई पूजा गरिसक्यौँ अनि यता अर्को मन्दिर यता शिव मन्दिर छ त्यो त जाँदैछौँ अनि आज चाहिँ सन्डे डे पनि अब भिड छ इन्डियाबाट पनि मान्छेहरू धेरै जस्तो आउँदो रहेछ प्रायः जस्तो हामीले अघि बाटोमा पनि भेटेको थियौँ अनि अहिले पनि यहाँ पनि मान्छेहरू टन्ने रहेछ अनि यता चाहिँ हाम्रो शिव मन्दिर रहेछ शिव मन्दिर उता चाहिँ पाथिभरा देवी अनि अब उता पूजा गरिसक्यौँ म अब यता जाँदैछु पूजा गर्नु लागि फोटोसोटो खिच्नु मिक्छौँ अब बबाल ठाउँ तर अब चिसो है हामी त घरबाट आउँदाखेरि त गर्मीले कस्तो हुन्छ यहाँ आउँदा त आनन्द बसौँ लागिरहेछ अनि अगाडि जाँदैछ मेरो फ्यामिली फुटेको रहेछ नि लास्टमा यो दुध बगाएर यो कसैलाई यहाँ होइन ल अब म चाहिँ यो बजाउनु ट्राई गरिरहेको छु फुक न फुक्ने हो फुक्ने मात्रै अब हामी चाहिँ पण्डित गर्न लाग्यो भन्दै फुक्ने फेरि अर्को तरिका हुन्छ होला नि दोहोरो फुक्नुपर्छ सास बाहिर गएर आम्म सक्छ त अब दादाको पालो यहाँ राखौँ न सबै सामानहरू यता राखौँ स्वर्गै हो नि त सोथे पुगेको एकछिन बस्नु न एकछिन यहाँ घुमेर आउनु तपाईँ म भिडियो बस्दै गर्छु यहाँ उता हेर्नु त उता पनि कति राम्रो घुम्न ठाउँ छ परसम्म पुग्नु पर्यो अनि यता हाम्रो यता के अरे शिव मन्दिरको पछाडि सुनिराम पार्वतीको मन्दिर पछाडि यता घुम्ने ठाउँ पनि रहेछ
हामी चाहिँ त्यता जाँदैछौँ स्वस्तिकी राई र मम्मी र बाबा चाहिँ घुमिरहेछौँ हामी एकछिन त्यहाँ एकैछिन फोटोसोटो बनायौँ दामी रहेछ नि यता पनि घुम्ने ठाउँ क्या अलराइट गाइज घुम्न आउनु होला मन्दिर दर्शन गर्न आउनु होला दामी रहेछ अगाडिबाट ठ्याक्क अगाडिबाट गरिहाल्दैन त्यो गरिरहेको छु चिसोको आनन्द धरा लिटरको गर्मी झेल्न चाहिँ भेटा भनेको छ नि दामी नि त्यही हो माया बस्यो एकै नजरमा हारेको आनन्द क्या चिसो यहाँबाट उता रहेछ त फेरि तल्लोसम्म पुग्छ क्या त्यस्तो लाग्यो तल्लोसम्म रहेछ कहाँ पुग्छ पुल पनि छ भन्दैछ भने कहाँ चाहिँ जाने तलै जाने अहिले जब हामी फर्किँदैछौँ मन्दिरबाट दर्शन गरिसकेर जपाती भएर माता र यता हाम्रो शिव मन्दिर दर्शन गरिसकेर हामी फर्किँदैछौँ मजा आइरहेको छ हामीलाई चिसो मौसममा अब तर टाइम नभएको कारणले फर्किने कारण परिन भएकोले हामी फर्किँदैछौँ अन्त देखिरहेछौँ हजुर तल अब हामी घरतर्फ अगाडि बढिरहेका छौँ घर जाने घर पछि पर भेल्टा चौक जाने त्यहाँ अन्त खाना खाने त्यस पछाडि हामी घरतिर जान्छौँ होला दोकान पनि आज त्यो खोलेको छैन भाइ एक्लै होला अमुल खासमा त अमुललाई पनि ल्याउनु भनेको अब त्यहाँ मान्छे बस्ने दोकानमा मान्छे बस्ने नभेटेर अमुललाई जानु ल्याइन अब नेक्स्ट टाइम केटासँग भाइसँग म फेरि घुम्न आउँछु यता बेलुकातिर अनि त्यही भएर आज चाहिँ ल्याउनु पाएन त्यो सुति पनि लागेको होला अहिलेसम्म फोन गरेको उठाएन अब हामी घर पुग्ने मान्छेहरू अझै पनि आउँदैछ दर्शन गर्ने टनाटन इन्डियाबाट पनि धेरै मान्छे आउँदो रहेछ कुन हो यो मम्मीले बनाउनु भएको पापाले बनाउँदै यो पापाले बनाउनु भएको दादाले बनाउँदैछ मेरो भत्काउला है तिमीले हिँड्दै गर्नु न अँगेरी चाहिँ त्यो अट्दैन त्यसको धेर छ क्या हेभी छ क्या अलिक लाइट राख न ढुङ्गा बेस राम्रो भयो भने बसिहाल्छ क्या यहाँ अलिक बिच हतारमा छु नि त म दादाले बनाएको यो मैले मात्र गरिरहने हो कि माया तिम्रो पनि अधिकार छैन र यो माया म बोल्दिन फेरि पनि बेच्न सक्दिन नेक्स्ट टाइम आएर हुन्छ कि हुँदैन को को लायो रे छडा दिनु हो त्यो छडा को को लायो माइदेमा माइदेको काकी अनि माइदेमा भाउजू काकी अनि अन्जना निनी अनि ओ सिनी भाउजूले पनि ल्याइदिन्छ नि त अस्ति मैले कति छडा होइन म चाहिँ लाउनु कि नलाउनु
गाइज मैले कान्छालाई भेटिसकेको छु। कान्छाले अन्त पार्टी दिँदैछ मलाई। कान्छाको एरियामा आएको छु है म यता भेटिँदा। कान्छाको एरियामा मैले चाहिँ होइन दाइले चाहिँ बर्थडे पार्टी दिनु हुँदैछ। बर्थडे पार्टी होइन हौ कान्छाको पार्टी हुँदैछ। डक्कासँगले कान्छा आज बिरामी भएर काममा गइरहेछ। अनि मुस्कानको त आएको मुस्कानले यहाँ सरी छान्दैछ। एक्सट्रिम भनेको रेडबुल ल्याइदिइरहेछ। रेडबुलको दाम देखेर साइडको भयो म देखाएको जान्छ रेडबुलको दाम। त्यो त के हो हेर्नु त रेडबुल 349 एक्सट्रिम मगाएको 200 रुपियाँ पत्र रहेछ। साइडको भयो कान्छ रेडबुलको दाम देखेर छ। ठिक छ दामी भ्यू छ। मम्मीहरू चाहिँ तल छ म चाहिँ यहाँ आएको छु। मम्मीहरू अगाडि पर्खिरहेको त ढिलो भइसक्यो। कान्छ सर्भिस छिटो गर्नु मुस्कानलाई। मुस्कान छिटोले अलराइट गाइज अनि हाम्रो यो मुस्कानले काम गर्ने ठाउँ चाहिँ यहाँ रहेछ। यो के अरे होटल अरुण भेल्ली ओ भेल्लीको स्पेलिङ पनि यो त के हो अनि भेल्ली रहेछ। कान्छाको चाहिँ अलिक तल रहेछ होइन। हुन्छ त त्यो होटल एउटै ब्रान्च रहेछ। अनि कान्छा चाहिँ हिजो शनिबार त हामी सर्भिस लिएर आज छुट्टीमा स्काई वाक हान्नु छ नि आउने हो। अब चाहिँ हामी चाहिँ मन्दिर सन्दिर पनि घुमिसक्यौँ। मम्मीहरू तल परिरहेको छ खाना पनि खाइसक्यौँ। हामी चाहिँ खासा कान्छामा खाना खानु खोजेको। अलिकति कान्छा काममा बिहान गएन छ बिहानमा त्यही भएर तल खाएर म चाहिँ मुस्कानको यहाँ काम गर्ने ठाउँमा निस्केको थिएँ। अनि अब रेडबुल सेडबुल खाने अनि घर जाने त्यति हो गाइज। अनि सबैजनालाई धन्यवाद मेरो बर्थडे विस गरिदिनु भएको सबैले। अस्ति झुकेर अस्ति पनि गर्थेछ कतिजना त तर खासमा मेरो असारे गर्थ्यो हो नि त। अब भरे घर गइन्छ अब अलिअलि भाइहरूलाई सबै खुवाइनु पऱ्यो त्यही हो गाइज। के अरे खान्छ यो चाहिँ के हो भन्दै हुन्छ मसला पावर सेफ त हो यसको। आज भ्लग हाल्नु छ नि मुस्कानलाई स्मेल यही हो के हो यो के हो भन्नु एक्सप्लेन। यो मसला पापड ल हाल्दै कान्छ कान्छा दिन तर खान्छ दाइ हो। अस्ति खसीको मासु खाएर बिहान गएर अलराइट गाइज फाइनली हाम्रो आजको दर्शन टुर चाहिँ सकिसकेको छ। अनि हामी यहाँ भेटमा सब्जीहरू किनिसक्यो। सब्जीहरू किनिसक्नु खोर्सानी भइसक्यो। किन्यौँ, काँक्रा किन्यौँ, के किन्यो भने खोर्सानी डल्ले खोर्सानी अनि काँक्रा। दामी पाउँछ सब्जी। अब चाहिँ हामी घर जाने गाडी पर्खिरहेको छौँ। अन्त स्पेसली आजको भ्लग हाम्रो यहीँ एन्ड हुन्छ। धन्यवाद।